आइपिओ खुलेको छ नि त्यो पनि 3 दिनवटा तपाईले भर्नु भएको छ कि छैन यदि भर्नु भएको छैन भने भर्नु होला दुईवटा फोन इम्प्लिमेन्टको लागि हो भने एउटा जनरल पब्लिकको लागि हो एउटा आज सकिन्छ एउटा भोलि र एउटा 3 दिनपछि सकिन्छ तीनवटैको मूल्य 100 रुपैयाँ प्रति किताको दरले रहेको छ आज एपोलो हाइड्रो पावर लिमिटेड को आवेदन दिने अन्तिम दिन रहेको छ यसमा पनि तपाईले मिनिमम 10 कितादेखि लिएर म्याक्सिमम 94,000 कितासम्म एप्लाई गर्न सक्नुहुन्छ अर्को रहेको छ पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड यसको आवेदन मिति भोलि सकिनेछ यसमा पनि न्यूनतम 10 कितादेखि लिएर अधिकतम 1 लाख कितासम्म एप्लाई गर्नको रहेको छ कालिन्चोक हाइड्रो पावर लिमिटेड यसको आवेदन अन्तिम मिति रहेको छ 3 महिनाको 1 तारिखसम्म यसमा पनि मिनिमम 10 कितादेखि लिएर म्याक्सिमम तपाई 4000 कितासम्म एप्लाई गर्न सक्नुहुनेछ आजको जानकारी कस्तो लाग्यो यदि मन पर्यो भने लाइक कमेन्ट शेयर र फलो गर्न नबिर्सनु होला।